एउटा आँधी फेरि आयो, निदाएको देशलाई फेरि जगायो, निदाएको देशलाई फेरि जगायो। नरुने जस्तो भाछु, नहाँस्ने जस्तो भाछु, नरुने जस्तो भाछु, नहाँस्ने जस्तो भाछु। मेरो आँखैभरि आँसु, मेरो मुखैभरि हाँसो, मेरो आँखैभरि आँसु, मेरो मुखैभरि हाँसो। 2082 साल भदौ 23 गते पारिदिए जीएनजीले देशलाई फेरि फत्ते। देशको बागडोर सम्हालेका थिए केपी ओली, रक्ताम्मे पो सडक सबै चलेपछि गोली। साना साना नानी बाबु बोकी गाथे झोला, साना साना नानी बाबु बोकी गाथे झोला। कसलाई थाहा थियो हजुर देशमा यस्तो होला, कसलाई थाहा थियो हजुर देशमा यस्तो होला। एउटा आँधी फेरि आयो, एउटा आँधी फेरि आयो, निदाएको देशलाई फेरि जगायो, निदाएको देशलाई फेरि जगायो। नरुने जस्तो भाछु, नहाँस्ने जस्तो भाछु, नरुने जस्तो भाछु, नहाँस्ने जस्तो भाछु। मेरो आँखैभरि आँसु, मेरो मुखैभरि हाँसो, मेरो आँखैभरि आँसु, मेरो मुखैभरि हाँसो। जना छोरा छोरी गोली खाई ढले, सिंह दरबार संसद भवन खरानी भई जले। मन परीको शासन सत्ता कहाँ चल्दो रहेछ, चाहे भने जनताले छिनमै ढल्दो रहेछ। विश्वभरि चलेको छ जीएनजी को नाम, विश्वभरि चलेको छ जीएनजी को नाम। लाग्यो होला सबको हजुर घैटोमा घाम, लाग्यो होला सबको हजुर घैटोमा घाम। एउटा आँधी फेरि आयो, एउटा आँधी फेरि आयो, निदाएको देशलाई फेरि जगायो, निदाएको देशलाई फेरि जगायो। हाम्रै देशमा के भाछ भन्ने कुरा सबलाई थाहा छ, हाम्रै देशमा के भाछ भन्ने कुरा सबलाई थाहा छ। सधैँ नेपाल आमा रुन्छन् खै कसले कुरा सुन्छन्, सधैँ नेपाल आमा रुन्छन् खै कसले कुरा सुन्छन्। जति खोला नाला घर आँगनमै कुटे, नेताहरू चोर भन्दै आफैले नि लुटे। देशै आज बन्यो हजुर लाजैले गनाउने, यस्तो चालिएको होला खै यो देशलाई बनाउने। भनिराछन् जीएनजीले हामी होइन गर्ने, भनिराछन् जीएनजीले हामी होइन गर्ने। कसले होला भन्नुस् अब यो क्षति बेहोर्ने, कसले होला भन्नुस् अब यो क्षति बेहोर्ने। एउटा आँधी
तिर्छ मेरो देशैभरि पिर्छ मेरो मुटुभरि तिर्छ मेरो देशैभरि पिर्छ मेरो देशैभरि पिर्छ